नमस्कार सम्पूर्ण मेरो भिडियो हेर्नुहुने तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई र हाल म चाहिँ बुल्गेरियाको रुसी सहरमा रहेको यो सिटी सेन्टर जाने बाटोको बीचमा रहेको पार्कतिर छु र यहाँ चाहिँ अहिले तपाईहरुले देख्न सक्नुहुनेछ धेरै नै हरियाली भएको छ। अस्ति विन्टर सिजनमा हैन जाडो महिनामा चाहिँ यहाँ चाहिँ पुरै हिउँले ढकमक्क ढाकिएको थियो, सेताम्मे भएको थियो। यो रुखको पातहरू पनि उजाड थिए र लाग्थ्यो कि यो ठाउँ यस्तो हरियाली हुँदैन कि क्या हो, त्यस्तो पनि हामीलाई फिल भएको थियो। र अहिले यसरी पूर्ण रूपमा हरियाली हुँदाखेरि र बेलुकीको अहिले 8 बजेको समयमा पनि घाम लागिरहेको छ, घाम अस्ताएको छैन तापनि शीतल प्रदान भएको छ र फुलहरू फुलिरहेको छ र प्रकृतिले पनि मौसमलाई अति नै धेरै भन्दा धेरै राम्रो सपोर्ट गरेको छ। मौसम अति नै राम्रो छ हैन र बोट बिरुवामा पूर्ण रूपमा हरियाली भएको छ र बोट बिरुवा पुरै नै हरियाली हुँदाखेरि र मौसम पनि शीतल भएको अवस्थामा हामीले साँझ बिहान यसरी नै आफ्नो नजिकैको पार्कहरूमा हिँडुल गर्नुभयो भने तपाईं हाम्रो मन मस्तिष्कलाई फ्रेस गर्न पनि सकिन्छ, फ्रेस बनाउन सकिन्छ। किनकि हामी विदेशमा भनेको काम गर्नलाई आएका हौं, काम गरेर केही पैसा कमाउन हैन, नेपालमा भन्दा अलि बढी पैसा कमाउँ र नेपालमा पठाउँ भनेर आएका हौं हामी सबैजना। र हामीलाई काम गर्ने बेलामा शारीरिक थकान हुन्छ, मानसिक प्रेसर हुन्छ हैन। तसर्थ हामीले हाम्रो मन मस्तिष्कलाई रिफ्रेस गर्नको लागि यस्तै खालको शान्त वातावरणमा आएर एकछिन हिँडुल गर्यौं भने मन पनि शान्त हुन्छ, शारीरिक थकान पनि हटेको महसुस हुन्छ। हाम्रो मन मस्तिष्क फ्रेस भयो भने शरीर त त्यसै थकान मेटिन्छ नै। तसर्थ हामी यसरी नै हरियाली पार्कहरूमा आफ्नो अपार्टमेन्ट नजिकै, होस्टेल नजिकै रहेको पार्कहरूमा एकछिन धेरै नभए तापनि 5-10 मिनेट 10-15 मिनेट आफ्नो समयको सदुपयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।